हाम्रो घरमा पनि दिवालीको तयारी भइरहेछ। हिजो सरसफाइ भयो, कार्पेट क्लिनिङ भयो, अनि उता दुईटा कहिलेदेखि नधोएको गलैजा थियो त्यो पनि क्लिन भयो। घर अगाडिको भ्यू यस्तो छ हाम्रो। मेरो रुम अगाडि यस्तो फुलको गमला छ। यो मेरो रुमबाट बाहिर पछि यहाँ सिडी छ, तल जाने हो। हाम्रो हिजो घर सरसफाइ भएको थियो, सबै छ्याक्क निकालेछ। यहाँ कार्पेट हुन्थ्यो, कार्पेट छैन, मिलाउँदैछौँ हामीले। यो किचन हो हाम्रो। यहाँ खाना बन्छ। यो मेरो खैरेनीको कराई हो। एकदम बोरिङ लागिरहेछ, झ्याउ लागिरहेछ। तिहारमा घर एकदम याद आउने रहेछ, तर ठिकै छ। यहाँ पनि अब पढाइ छ, कमाइ छ। अनि हाम्रो त पहेँलो देखेको छ नि, त्यो पहेँलो यो पसल हो, ठुलो पसल। भनेपछि यहाँबाट गाडी लानै पर्दैन, टुई 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 हिँडेर जान पनि सकिन्छ। यो हाम्रो मन्दिर हो। अनि यहाँ चाहिँ इन्डोर प्लान्ट यस्तो भएछ। अनि मनी प्लान्ट, मैले घरै बनाएको धुप, फुलहरूलाई ड्राई गरेर अनि यसलाई ग्राइन्ड गरेर घरमै बनाएको धुप। यो हाम्रो घर पछाडिको भ्यू हो। त्यहाँ पछाडि त्यो हरियो हरियो पार्क हो। यो हाम्रो घर पछाडिको भ्यू हो। हिजो हामीले बार्बिक्यू गरेको थियौँ। यस्तो छ यहाँको वेदर। अहिले गर्मी समर छ।